हाई एभ्रिवान, नमस्ते, प्रणाम। कस्तो हुनुहुन्छ हजुरहरू? सन्चै हुनुहुन्छ भनेर आशा गर्छु र म पनि राम्रै छु र स्वागत गर्छु हजुरहरू एउटा सानो भिडियोमा। यो भिडियो चाहिँ नि आर्मी कोर डे मनाएको एउटा सानो प्रोग्रामको भिडियो हो है साथी। यो चाहिँ आर्मी कोर डेको भिडियो है साथी हो। हर साल यहाँ आर्मीहरूले फौजीहरूले कोर डे मनाउनुहुन्छ र यसपालि पनि कोर डे मनाउनु भएको थियो र हामी चाहिँ अफिसबाट डिरेक्टली गयौँ 9 बजे नै, किनकि अफिसियल वर्कै भनौँ न अब होइन, यत्तिकै अब एटेन्ड त हुनु पर्यो त्यहाँ गएर। र प्रोग्राम स्टार्ट हुनुभन्दा पहिला यहाँ लेडिजहरूले चाहिँ यो बेलुन उडाएर प्रोग्रामको स्टार्ट गर्नुहुन्छ र बिहानको टाइम थियो र बिहान चाहिँ अब सबैजना आउनुभएको थिएन। लाहे आउनुहुन्छ अब सबै आर्मीको वाइफहरू भए होइन, फौजीको वाइफहरू सबैजना आउनुहुन्छ नानी केटाकेटी लिएर। र हामी चाहिँ छिट्टै पुगेका थियौँ र यत्तिकै घुमिरहेका, म र मेरो साथी चाहिँ यताउति घुमिरहेका। ठुलो ग्राउन्ड छ होइन, ग्राउन्ड चाहिँ भरिएकै थिएन र यहाँ दिदीहरूले कस्तो राम्रो सजाइराख्नु भएको थियो। यहाँ रङ्गोली पनि बनाइराख्नु भएको थियो। हेर्नु न कस्तो राम्ररी बनाउँदै हुन्छ नि दिदीहरूले। म चाहिँ नि रङ्गोली देखेर एकदमै राम्रो लाग्यो है। हामी चाहिँ घुमिरहेका है। अब ठुलो ग्राउन्डमा के गर्नु, धेरै मान्छे पनि आउनुभएको थिएन र खानापिनाको स्टल पनि बल्ल लाग्दै थियो है भने। र यो मटका सजाएको यहाँ हेर्नुहोस् न, यति राम्रो लाग्छ नि। यो आर्मीहरूको डिसिप्लिन चाहिँ नि एकदमै राम्रो लाग्छ नि। म चाहिँ यही माहौलमा बसेर होला नि साथी हो, साह्रै मनपर्छ। अब हजुरहरूलाई पनि थाहै छ होइन, आर्मीहरू फौजीहरू कति टाढाबाट आउनुभएको हुन्छ। आफ्नो फ्यामिलीलाई कसैले घरमा छोडेर आउनुभएको हुन्छ र कसैले लिएर आउनुभएको हुन्छ। र यो प्रोग्राम राख्ने कारण चाहिँ के हो भने, कोर डे मनाउनेको साथसाथ एउटा सानो खुसी बाँड्न, जस्तो कि केटाकेटी यहाँ हेर्न जोली रेसले एन्टरटेन गर्दैछन् यहाँनिर। र मलाई चाहिँ नि कहीँ गयो भने हात लगाउने बानी चाहिँ साह्रै नराम्रो छ है साथी हो। यो रङ्गोली देखेर, दिदीहरूले बनाएको रङ्गोली देखेर हात लगाइहाल्नु पर्ने। अब यहाँ हेर्नु, सबैभन्दा इम्पोर्टेन्ट कुरा यो चाहिँ हाम्रो स्टल खुल्ने बित्तिकै गोर्खाली रोटी लिएर बस्यौँ है। हामी चाहिँ सेलरोटी गरम गरम फौजीहरूले बनाउनु भएको रहेछ र यो चटनीको साथ, अचारको साथ गरम गरम रोटी खाएको त साह्रै मजा आयो। कोही चाहिँ गोलो गोलो बनाउनु भएको रहेछ, कोही चाहिँ टुक्रा टुक्री भएछन्। बिचरा जेन्ट्सहरूले जसरी पनि बनाउनु भयो, भने जे पनि बनाउनु भयो, राम्रो टेस्टी बनाउनु भयो। खाएर एकदम मजा आएको थियो हामीहरूलाई चाहिँ साथी हो। कति धेरै गिफ्टहरू यहाँ एकदम रेडी छ, किनभने नि साथी हो अब यहाँ थुप्रो गेम हुनेवाला थियो होइन। र त्यहाँनिर जसले जित्छ त्यसले चाहिँ एकदमै गिफ्ट पाउँछ है। गिफ्ट पनि राम्रो राम्रो गिफ्टहरू हुन्छ है भित्र। र अहिले चाहिँ स्टार्ट भएको थिएन, किनकि वाइफ्सहरू, नानीहरू सबैजना चाहिँ मजाले आउनुभएको थिएन। अब यहाँ लेडिजहरू पनि गेम खेल्नुहुन्छ नि त, फौजीको वाइफहरूले जसले पनि खेल्न सक्छ, जेन्ट्स लेडिज सबैले गेम खेल्नुहुन्छ र सबैले गिफ्ट जितेर लिएर जानुहुन्छ। बेलुका चाहिँ धेरै राम्रो प्रोग्राम हुन्थ्यो साथी हो, सबैजना आउनुहुन्थ्यो होइन। हामी चाहिँ बिहान अब जानै पर्यो मजबुर होइन, त्यही भएर बिहानकै यो भिडियो हो। बेलुकाको चाहिँ हजुरहरूलाई मैले दिन पाइनँ, किनभने सोचिरहेको थिएँ नानीलाई लिएर जाऊँ भनेर प्रोग्राममा, बट कुछ कारणले म जान पाइनँ प्रोग्राम। र बेलुकाको प्रोग्राम चाहिँ मैले मिस गरेँ, किनकि त्यतिखेर धेरै राम्रो लाग्थ्यो, लाइटिनिङ वगेरा नि हुन्थ्यो। र यो बिहानकै हो र कस्तो लाग्यो मेरो भिडियो भन्नुहोस् होला हजुरहरूले।